नमस्ते। यो क्वेसन चाहिँ 3x3 को हो। रो इक्विभ्यालेन्ट म्याट्रिक्स यसरी हामी यसलाई सल्भ गर्ने इम्पोर्टेन्ट क्वेसन हो क्लास 12 को। अब यो क्वेसनमा हेर के दिएको छ, x छ, y छ, z पनि छ, अनि यो दोस्रोमा हेर्नु x छ, y छैन, z छ, x छ, y z। अब यसलाई हेर्ने कसरी सल्भ गर्ने, पहिला यो क्वेसनलाई पहिला म्याट्रिक्सको फर्ममा लेखौँ त। पहिला यो क्वेसनलाई फेरि सच्याउ के एरेन्ज गर x y z। यहाँ लेख द गिभन इक्वेसन अफ सिस्टम, द गिभन सिस्टम, yes भाइ, सिस्टम अफ इक्वेसन can be written as। अब यसलाई लेख त, यो यसलाई पहिला एरेन्ज गर कि यो 2x minus y plus 4z। 2x minus y plus 4z इक्वल टू यो -3 लाई यहाँ लगा -3। यो के छ x, अनि यहाँ हेर y छैन भने हामीले यो 3/3 को हो नि, y छैन भने केही छैन भने हामीलाई एरेन्ज गर्नु मिलाउनु पर्छ। त यहाँ प्लस 0 इन्टु y गर, 0 इन्टु y 0 नै भइसक्यो। अब यहाँ हेर यो 4z लाई यहाँ लगा, यो के भइहाल्छ -4z इक्वल टू यो 5। अब यो हेर x y z सबै छ सेम लेख, 6x minus y plus 2z इक्वल टू 10। ठिक छ। अब यति भइसक्यो। अब यसलाई हामी के गर्ने, म्याट्रिक्सको फर्ममा लेख्ने। यहाँ लेख written in matrix form, written in matrix form। अब यही स्टेपमा लेख कि यहाँ 2 छ नि, तो 2 minus 1 यो 4 कति छ -3, 1 0 minus 4 5 यो 6 अनि y को कति छ -1 z 2 अनि योमा 10। अब यसलाई हेर, अब यति भइसक्यो। अब यहाँदेखि जुन छ नि यसको कन्सेप्ट जुन छ नि त्यो दिमागमा लिनुपर्छ कि त्यो बुझिसकेपछि कुनै क्वेसन कस्तो क्वेसन आए पनि सल्भ गरिदिन्छ। अब यहाँ हेर यो 2 छ नि, त्यो 2 लाई हामीलाई 1 बनाउनु पर्छ। पहिला यो 2 लाई जुन छ नि 2 लाई 1 बनाउने, यो 1 बनिसकेपछि यहाँ हामी केही नहेर्ने, यहाँ हामी जति जे बनोस् हामीलाई मतलब छैन, यति दिमागमा राख यो 2 लाई हामी 1 बनाउने, यो फर्मेट दिमागमा राख अनि सल्भ गर। यो 2 लाई 1 बनाउने, 1 बनिसकेपछि जुन छ नि हामी यहाँ केही नगर्ने, कहीँ केही न तल आउने, यसलाई यो 1 लाई 0 बनाउने, यो 0 बनिसकेपछि फेरि तल सिधा तल यसरी आउने तल, अनि यसलाई 0 बनाउने, 6 लाई 0 फेरि यहाँ जाने, यसलाई हामी 1 बनाउने 1। यो 0 छ हामी मतलब छैन, यो सल्भ गर्नेमा जे होस् मतलब छैन, यो 0 लाई 1 बनाउने। कसरी 1 बन्छ अब यहाँ सल्भ गर्ने अनि थाहा लागिहाल्छ। यसलाई 1 बनाउने, 1 बनिसकेपछि फेरि 0, यसलाई 0 अनि त्यसपछि यो 0 बनिसकेपछि यसलाई 1, यसलाई हामी 1 बनाउँछौँ अनि फेरि यसलाई 0 बनाउँछौँ, 0 अनि फेरि 0, यसलाई पनि 0, यसलाई पनि 0, अनि यो 1 1 1 हुन्छ यसरी, अनि x y z को भ्यालु निस्किहाल्छ। अब हेर कसरी बनाउने। अब यसलाई 1 बनाउनको लागि हामीलाई के गर्नुपर्छ, अब तिमी भन्छौ 1 बनाउनको लागि हामी के गर्छु, यसलाई चाहिँ यो कति छ 2 छ नि,
तिमी भनिदिन्छौ यो 2 लाई 2/2 गरिदिन्छु, यो 1 भइहाल्छ। यस्तो नगर्ने। अझै म भन्दैछु, अझै रुक। यो R1 हो नि, R1 मा हामीलाई चेन्ज ल्याउनु छ। R1/2 भन्ने गरिदिन्छु। त्यो R1 यो 2 छ नि, 2/2 यस्तै फर्ममा यो यसरी नगर्ने, यस्तो मिस्टेक भइहाल्छ। हामी R1 लाई चेन्ज गर्नु छ नि, त्यो के गर्ने 1/2 R1। अब हेर 1/2 R1 गर्ने भने यो कति 2 छ नि, त्यो 1/2 इन्टु R1 कति छ 2 छ नि 2, यो 2 क्यान्सल 1 आइसक्यो नि यस्तोमा। यसरी हामी गर्ने, बुझिसौ। अब यहाँ हेर हामी यसलाई चेन्ज गर्ने। यहाँ लेख, यहाँ पहिला यस्तो कोस्ट दियो। यहाँ हेर, यहाँ लेख R1 लाई हामी चेन्ज गर्छौं। यो 2 छ नि त 1/2 लिएर मल्टिप्लाई गर्छौं। 1/2 लिएर किन मल्टिप्लाई गरे, यहाँ 1/2 दिन्छु भने 2 क्यान्सल 1 बस्छ। यस्तो फर्ममा हामीले आउँछ। 1/2 लिएर मल्टिप्लाई गरे 1/2 R1 यस्तो। अब यही यति लेख्ने नि कि अब यो सल्भ भइ नै हाल्छ। यो 2 छ, यहाँ हेराइदियो। यो 1/2 लिने पहिला 1/2 इन्टु R1 कति छ 2 छ, 2 क्यान्सल, यो भइसक्यो 1। यहाँ लेख्ने 1, ठिक छ। फेरि यो 1/2 इन्टु R1 यो कति छ -1 कति भयो यो -1/2, यो -1/2 ठिक छ। अब फेरि यो 1/2 लिने 1/2 इन्टु R1 कति छ 4 छ, त 4 लिने। यो 2 1 जा 2, 2 2 जा 4, यो 2 भयो, ठिक छ। फेरि यो -3 छ, यो पहिला 1/2 लिने 1/2 इन्टु R1 कति छ 3 -3, यो कति भइसक्यो 3/2 माइनसमा, यो -3/2 ठिक छ। कुनै प्रब्लम छैन नि यहाँसम्म। ल अब यहाँदेखि हामी गर्ने यति भइसक्यो। यो फर्स्ट स्टेप जुन छ नि R1 लाई हामी गरिसक्यो। यो R1 हेर 1 भइसक्यो। अब हामी जाने सेकेन्डमा लाई 0, अनि यसलाई हामीलाई 0 बनाउनु छ। पहिला यो लेख, पहिला यो कति छ 1 छ, 1 0 -4 5, यो 6 -1 2 10। अब यहाँ हेर, यसलाई जुन 1 लाई हामी 0 बनाउँछौँ भने अब कोही के भनिदिन्छ, सर यो 1 लाई 0 बनाउने भने के -1 गरिदिनु न, भइहाल्यो नि 0। त्यस्तो नगर्ने, त्यस्तो मिस्टेक भइहाल्छ के। यो 1 लाई अब यहाँ हेर त, हामी यो R2 जुन छ, यो R2 हो नि, R2। अब R2 मा हामीले चेन्ज गर्नु छ भने के गर्ने R2 -1, अनि यो R1 को भ्यालु भइसक्यो 1 -1 0। यस्तो कहिले नगर्ने, यस्तो मिस्टेक भइहाल्छ। हामीले 1 बनाउनु छ भने यस्तो कहिले नगर्ने। त्यस्तै गर्नु थियो भने हामी यो स्टेपमा जाने किन, ठिक छ नि। त्यो स्टेपमा हामी जाने किन, यो स्टेपमा, यो स्टेप यसै लागि बनेको छ के। यो 1 बनिसक्यो, अब यसलाई 0 बनाउनु छ। यो R2 मा माइनस गरिदिन्छु यो R1, अनि 1 - 1 0 भइसक्यो नि 0। कुनै समस्या छैन नि। यसरी गर्ने, यसरी नगर्ने, यसरी मिस्टेक भइहाल्छ। यसरी गर्ने, स्टेप बाइ स्टेप गर्ने। हेर, यो हामी R2 मा चेन्ज ल्याएको छु के, R2 मा माइनस गर्ने R1, ठिक छ। R2 मा माइनस गर्ने R1। अब यहाँ हेर, यो R2 कति छ, यो R2 कति छ 1 छ नि 1। यहाँ रफमा हामी हेर्छौँ, यो R2 1 ठिक छ। अनि माइनस R1 कति छ, R1 1 के भयो 0। पहिलाको स्टेप यो सेम लेख पहिला, 1 - 1/2 2
-3/2 अब यो हेराइ दियो यहाँ माइनस भइसक्यो यो माइनस के भइसक्यो 0 अब यो 0 जुन छ नि अब यहाँ R2 के छ 0 छ 0 लेख्ने माइनस R1 यो माइनस माइनस R1 कति छ -1/2 सल्भ गरेर माइनस माइनस प्लस 1/2 ठीक छ त्यहाँ लेख्ने 1/2 ठीक छ अब यो -4 छ नि यहाँ लेख -4 फेरि माइनस R1 कति छ R1 2 कति भयो 6 त्यहाँ दिने 6 अब यो कति छ 5 छ R2 5 माइनस R1 कति छ R1 -3/2 यानी -3/2 माइनस माइनस प्लस भइसक्यो 5 2 जा 10 3/2 कति भयो 10 3 13/2 13/2 चल अब यहाँ हेर यो सेम को अब यहाँ हेर 1 0 1 0 ठीक छ कुनै समस्या छैन अब यहाँ लेख यो R3 जुन छ यो सेम को सेम लेख यो 6 -1 2 10 ठीक छ कुनै समस्या छैन नि छ भने कमेन्ट गर्नु यहाँ हेर्नु ध्यान कहाँ छ तिम्रो ए यहाँ यो -6 हुन्छ किनभने यो -4 यो -4 अनि कति छ माइनस R1 2 छ त -4 या -2 6 हुन्छ भने माइनस हुन्छ नि यो -6 भयो -6 अब यहाँ हेर योमा यो 1 बनिसक्यो अनि 0 अनि यो 0 अब यसलाई 0 बनाउनु छ यसलाई अब 0 बनाउनु छ अब यसलाई 0 बनाउने भने कसरी बनाउने 0 अब तिमीहरु भन्छौ यसलाई 0 बनाए भने यो 1 योमा माइनस गरे यहाँ 5 भएको भए के हुन्थ्यो अनि कसरी माइनस गर्ने त्यसै कारण 5 होइन यहाँ 2 छ त त्यसै लागि म प्रोसेसमा देख्छ 1 बनाउने अनि यसलाई 0 अनि योमा जे भ्यालु छ भने यसलाई माइनस गर्ने योमा मल्टिप्लाई गर्ने त्यति लिएर अनि माइनस गर्ने ताकि यो 0 बनोस् प्रोसेस यस कारण बनेछ यसलाई 0 बनाउनुमा यसको हात छ यसलाई पनि 0 बनाउनुमा यही सबको हात छ ठीक छ अब हेर यसलाई हामी 0 कसरी बनाउने सेम प्रोसेस जुन हामी योमा गरे यसलाई 0 बनाउनको लागि यो माइनस गरे अब यसलाई 0 बनाउनको लागि यो 6 यो R1 माइनस गर्छु R3 मा अब R1 माइनस गर्नको लागि अब तपाईहरु भन्नुहुन्छ यहाँ योमा 6 छ 6 अनि माइनस यो 1 गर्छु भने अनि त 0 हुँदैन 5 हुन्छ 5 हुन्छ र यहीमा यो 1 मा हामी मल्टिप्लाई गर्दिन्छु 6 अनि हुन्छ नि 0 हुन्छ कि हुँदैन हुन्छ नि ल अनि अब यहाँ हेर यो R3 मा हामी चेन्ज गर्नु छ R3 मा हामीलाई चेन्ज गर्नु छ R3 माइनस R1 गर्ने भने R1 मा 1 छ कति मल्टिप्लाई गर्ने भने 6 हुन्छ 6 मल्टिप्लाई गर्ने अनि योमा 6 मल्टिप्लाई गर 6 R1 ठीक छ अब हेर यो माथिको सेमको सेमै लेख यो 1 माइनस 1/2 यो 2 को 2 माइनस 3/2 अनि यो 0 अनि यो 1/2 यो -6 यो 13/2 अब यो 6 मा हामी चेन्ज ल्याउँछौं अब 6 मा हामी चेन्ज ल्याउँछौं म रफमा हेर्छु यहाँ यो रफमा यहाँ हेर्छु यो 6 R3 प्लस R3 के छ 6 अनि माइनस R1 मा के छ R1 मा यो पहिला 6 को 6 लेख R1 मा के छ 1 into 1 यो भइसक्यो 0
0 अब योमा हेर त मिलिसक्यो नि 1 0 0 ठीक छ कुनै समस्या छैन नि अझै एउटा केही भन्ने बेला छु पखम यो भइसक्यो अब यसको काम गर यो R3 छ नि यो कहाँ राख्यो R3 मा के छ -1 त्यसको बाद यो -6 R1 -1/2 -1/2 हामीलाई सल्भ गरौँ -1 प्लस 3 यो के भयो 2 यहाँ यो 2 अब यो के छ यो 2 R3 2 -6 R1 कति छ यो पनि 2 भइछ इन्टु 2 नाले 2 - 6 दुना 12 -10 यो -10 आयो यहाँ लेख -10 अब यसलाई गर यो 10 यो -6 R1 कति छ R1 3/2 -3/2 10 कति भयो 3 दुना 6 यो माइनस प्लस 3 3 जा 9 19 यो 19 ठीक छ यति भइसक्यो अब योमा हेर 1 0 0 आइसक्यो अब यसलाई हामीले 1 बनाउनु छ यसलाई अब 1 कसरी बनाउने सेम प्रोसेस याद छ कि नै यसलाई चाहिँ हामी बनेको थियो 1 बनाउन 1 कसरी बनाएको छु मल्टिप्लाई अब योमा एउटा कन्सेप्ट म पार्ट 1 मा पनि भनेको छु यसको पार्ट 1 मा पनि भनेको छु यसले पनि भन्दै छु योमा जहिले पनि हामी दिमागमा यति राख्ने हामीलाई योमा के छ 1 0 खाली 1 0 मात्र छ 2 छैन न -1 छ खाली के छ 1 0 जहिले पनि हामीलाई 1 बनाउनु पर्छ भने मल्टिप्लाई गर्ने किन मल्टिप्लाई गर्ने किनभने मानौ हामी 3 छ भने मल्टिप्लाई गर्ने 1/3 लिएर 1 ओके अब हामीलाई यो 3 छ भने यसलाई हामीले 0 बनाउनु छ भने माइनस गर्ने 0 मा माइनस 1 मा मल्टिप्लाई अब माइनसको लागि यो आफै माइनस गर्न सक्दैन कसैको मद्दत लिन्छ कुनै R2 को कि R3 को कसैको मद्दत लिन्छ अनि माइनस गर्छ अनि यो 0 हुन्छ अब 1 बनाउनको लागि यसलाई कोही चाहिदैन आफैमा मल्टिप्लाई गर्छ क्रस मल्टिप्लाई गर्छ अनि कटेर 1 आउँछ समस्या छैन यतिकै बुझ्ने केही गाह्रो छैन अब हामी यसको प्रोसेसमा के यसलाई हामी के गर्ने 1 बनाउने भने 1/2 छ योमा इन्टु 2 गर्दिन्छौँ नि 2 2 क्यान्सल 1 भइहाल्छ कुनै समस्या छैन अब योमा के गर्ने R2 हो नि यो R2 मा हामीले चेन्ज ल्याउनु छ यो लेख्ने R2 के हो यहाँ 2 छ नि 1/2 हो त 2 लिएर 2 मल्टिप्लाई गर 2 R2 यो हेर 1 -1/2 यो 2 -3/2 ठीक छ अब यो 1 अब यो के छ 2 * 0 0 अब 1/2 छ नि 1/2 * 2 क्यान्सल 1 ठीक छ यो -6 पहिला यो 2 लेख 2 * -6 के हो 12 यो 12 हो -12 अब यो लेख 13/2 इन्टु यो 2 2 क्यान्सल तो के हो 13 ठीक छ अब यो तलको सबै चाहिँ मैले लेख 19 यो -10 यो 2 यो 0 थाहा छ नि मल्टिप्लाई गर्ने माइनस गर्ने मल्टिप्लाई गर्ने माइनस गर्ने मल्टिप्लाई आफैसँग क्रस
हुन्छ अनि माइनस गर्ने भने अर्कोसँग हुन्छ। ठिक छ। अब हामीलाई के गर्नुपर्छ, यो पनि 1 बनिसक्यो भन्ने। अब यो रुल्समा हेर, यो पनि 1 बनिसक्यो, यसलाई 0 गर्नु छ, यसलाई 0 गर्नु छ। अब यसलाई 0 कसरी गर्ने? यसलाई 0 गर्नको लागि हामी अर्कोसँग केही लिनुपर्छ। अर्को कसकोसँग लिने? यसकोसँग लिने भने अनि हामीलाई डिस्टर्ब हुन्छ योमा क्रस मल्टिप्लाई गर्ने के अनि 2 आउँछ भने माइनस गर्ने, त्यस लागि यसलाई नलियो। अब यो सिम्पल 1 छ नि, यसले नै यसलाई 1 बनाएको छु नि, मल्टिप्लाई गरेर 1। अब यही 1 लाई लिने, यो 1 मा मल्टिप्लाई गर्ने 2 माइनस गर्ने योमा। कसरी गर्ने? अब हेर त, यो हामी R3 लाई चेन्ज गर्ने हैन, R3 लाई चेन्ज गर्ने। हेर R3 मा के गर्ने? R3 माइनस यो R2 गर्ने, R2 माइनस गर्ने। R3 भयो 2, 2 माइनस R1, तो 1, 2 माइनस 1, यो 2 माइनस R2 कति छ? 1, यो कति बस्छ? 1, त्यस लागि मा मल्टिप्लाई गर्ने 2 अनि यो हुन्छ 2 × 1 अनि 0। ओके, कुनै कन्फ्युजन छैन नि? चल, यो पहिला माथिको सेमको सेमै लेख, 1 माइनस 1/2, यो 2 माइनस 3/2, यो 0 को 0 नै हुन्छ किनभने 0 सँग हामीलाई केही मतलबै छैन। यो 0 गरेको छु, यो R, यो पहिला सेकेन्ड पनि लेखिहाल त, 0 1 माइनस 12 13। हामी R3 लाई चेन्ज गरेको छु, R3 लाई, यो R3 मा हेर, यो 0 मा मल्टिप्लाई भयो, यो R3 कति छ? 0 पहिला लेख, 0, यो 0 मा माइनस गर्ने, यो 0 मा मल्टिप्लाई 2 0 नै हुन्छ। अब यो 1 भनिदिएको छु, यो 2 माइनस यो 2 × 1, यो 2 × 1 1, यो 0। फेर यो माइनस 10 छ नि, यो माइनस 10 यहाँ लेख, R3 को माइनस 10 माइनस 2 × R2 कति छ? 12 माइनस 12 कति भयो? यो माइनस 10, यो माइनस माइनस प्लस 24, यो कति भयो? 30, यो कति हुन्छ? यो यति माइनस हुन्छ भने कति हुन्छ? 1। यो 10 1, यो यति भयो, 10 को 10 माइनस माइनस प्लस 24, तो 1.14, यो 14 भयो प्लस मा, यो 14 यहाँ लेख्ने इस्टु। अब यो 19 को गर, यहाँ धेरै जाँदैछ पेपर, यहाँ गर, यो R3 19, यो माइनस माइनस, यो 2 × R1, R2 कति छ? 13, 13 दुना 26 माइनस 19, अब 20 6 1 7 माइनस 7, यो माइनस 7 भयो, माइनस 7 यति भइसक्यो। अब हेर त योमा, यो क्वेसनमा यो 1 भइसक्यो, 0 0 भइसक्यो, यो 1 भइसक्यो, 0 भइसक्यो। अब हामी यो 14 लाई 1 बनाउने। अब 14 लाई 1 बनाउने भने के भनेको छु? 1 बनाउनको लागि हामी मल्टिप्लाई गर्ने। यहाँ के छ? 14 छ, यो R3 लाई चेन्ज गर्ने नि, R3 लाई, यहाँ कति छ? 14 छ, त यो 1 R3 गर्ने, तो 1/14 × R3 14, 14 14 क्यान्सल 1। ठीक छ नि? अब यहाँ घर R3 लाई चेन्ज गर्ने, यो 14 छ, तो 1/14 R3, यो माथिको सबै सेम लेख पहिला, 1 माइनस 1/2, यो 2 माइनस 3/2, यो 0 1 माइनस 12,
माइनस 12 यो माइनस 12 13 अब यसलाई हामी के भनेको के गर्छु यति गर्छु यति गर्नको लागि अब हेर यो R3 मा जुन 41/14 मल्टिप्लाई गरेको छु यो मा गर्छु भने कुन केही हुँदैन भने यो के छ यो 0 0 नै हुन्छ 0 0 नै हुन्छ यो पनि 0 0 नै हुन्छ अनि यो 14 मा गरेको छु यहाँ यति इन्टु 14 14 क्यान्सल 1 1 इस्टु अब यो 7 लाई गर्ने 7 के हुन्छ यहाँ हेर्दै छु 1/14 इन्टु R3 7 minus 7 7 भन्दा 7 7 2 14 तो 1/2 हुन्छ यो के भइसक्यो 1/2 अब यहाँ हेर यो प्रोसेसमा सबै यहाँसम्म सल्भ भइसक्यो यहाँसम्म यहाँ अब यसलाई हामीले 0 बनाउनु छ अब यसलाई 0 बनाउनको लागि हामीलाई के गर्नुपर्छ यसलाई 0 बनाउनको लागि अब यसलाई 0 बना यो R2 हो R2 मा हामी चेन्ज ल्याउँछौं यो R2 मा योमा मल्टिप्लाई गर्ने 12 12 योमा मल्टिप्लाई गर्ने 12 अनि प्लस गर्ने यो पहिला नै माइनस प्लस गर्ने भने 0 भइहाल्छ नि त्यो R2 प्लस 12 R3 यति गर्ने भने यो R2 कति छ माइनस 12 प्लस 12 भन्छ 12 0 पहिला सेमको सेमै लेख माथिको 1 minus 1/2 यो 2 यो minus 3/2 अब यहीमा गरेको छु नि अब योमा हेर के गरेको छु यो 0 मा मल्टिप्लाई गर्छु 12 0 नै हुन्छ अनि यो R2 0 छ 0 नै भयो योमा पनि सेम 0 नै भयो योमा हेराइ नै दियो यो माइनस 12 छ यो प्लस यो 12 इन्टु 1 0 यो भइसक्यो 0 इस्टु यो 1 हो 1 यो यति गरे भने 0 अब यो 13 छ नि यो 13 यहाँ गर R2 कति छ 13 प्लस 12 R3 1/2 into 1/2 6 अनि 36 यो कति भइसक्यो तपाईलाई यहाँ यो छ -7 अनि यसको यो सल्भ गरेपछि यति आएको छ कि यो पनि माइनसैमा छ अब यहाँ हेर यसकोमा यो के छ R3 13 छ यहाँ 13 अनि प्लस 12 इन्टु R3 माइनस 1/2 यो 2 6 अनि 13 यो मल्टिप्लाईमा छ यो माइनस छ -6 अनि यो कति भयो 7 यहाँ 7 अनि अब यो सेमको सेमै लेख 0 0 1 माइनस 1/2 अब यसलाई हामी के गर्नु छ यसलाई 0 बनाउनु छ हामीलाई अब यसलाई 0 बनाउनको लागि के गर्ने योमा मल्टिप्लाई गर्ने 2 अनि माइनस गर्ने योमा अनि यो भइहाल्छ 0 यो R1 मा माइनस गर्ने R3 त्यसमा 2 लेयर मल्टिप्लाई गरेर यहाँ हेर यसलाई हामीले 0 बनाउनु छ नि R1 लाई हामी चेन्ज गर्छौं R1 माइनस R3 योमा छ नि 1
R3 योमा 2 मल्टिप्लाई गर्छु अनि 2 मल्टिप्लाई गर्छु भने 0 हुन्छ किनभने यो R2 कति छ R1 कति छ 2 माइनस यो 2 को 2 R3 कति छ 1 1 अनि यो हुन्छ 0 ठीक छ। अब हेर यो माथिको सबै सेम लेख पहिला यो 1 minus 1 by 2 2 minus 3 by 2 0 1 0 7 7 भइसक्यो। यसलाई हामी चेन्ज गर्दैछौँ नि। अब हामीलाई यति भइसकेपछि यसलाई बनाउनु छ 1 सबैजना हेर यसलाई 1 बनाउनको लागि के गर्ने यसलाई 1 बनाउनको लागि यसलाई R1 लाई यसलाई 1 बनाउनको लागि यो R1 हो यसलाई चेन्ज गर्ने R1 माइनस यो R3 मा 1 छ नि R3 गर्ने R1 2 माइनस R3 कति छ 1 है छ योमा इन्टु गर्ने 2 अनि 0 हुन्छ यहाँ 2 ठीक छ। अब यहाँ हेर यो 0 मा मल्टिप्लाई भयो यति 0 कुनै फरक हैन 1 1 है योमा पनि 0 छ माइनस 1 by 2 अब यो 2 0 अब यो माइनस यति छ नि यसलाई यहाँ लेख कति छ माइनस R1 3 by 2 माइनस 2 यो R3 माइनस 1 by 2 2 2 क्यान्सल यो कति भइसक्यो माइनस माइनस प्लस 1 माइनस 3 by 2 प्लस 1 यो कति भइसक्यो 3 यो प्लस 2 by 2 माइनस 1 by 2 यो माइनस 1 by 2 भइसक्यो माइनस 1 by 2 माइनस 1 by 2 अब सबै सेमै लेख यो 0 1 0 0 0 1 यो 7 यो पनि माइनस 1 by 2 अब लास्ट स्टेप के छ यसलाई 0 बनाउनु छ। अब यसलाई 0 बनाउनको लागि के गर्ने योमा 1 by 2 मल्टिप्लाई गर्ने अनि योमा प्लस गर्ने अनि 0 भइहाल्छ यानी R1 प्लस R2 योमा 2 1 by 2 मल्टिप्लाई गरेर अब यहाँ हेर हामी R1 लाई फेरि चेन्ज गर्छौं R1 अनि R1 प्लस R2 गर्ने त्यो पनि 1 by 2 सेम मल्टिप्लाई गरेर ठीक छ। अब यहाँ हेर यो 0 कुनै फरकै भएन 0 को 0 नै हुन्छ अनि 1 को 1 अनि यो यहाँ हेर यो R1 कति छ माइनस 1 by 2 प्लस 1 by 2 1 by 2 R2 कति छ 1 1 अब यो मल्टिप्लाई कटेर 0 0 यो पनि 0 अब यसलाई पनि हामीलाई चेन्ज गर्नु छ। अब यसलाई चेन्ज गर्नको लागि के हुन्छ यो माइनस 1 by 2 प्लस यो 1 by 2 इन्टु R2 कति छ 7 अनि यो 7 by 2 भयो यो एलसीएम लिने यसको सेम छ अनि माइनस 1 प्लस 7 बाटे 2 अब यसलाई सल्भ गर्ने भने 6 बाटे 2 3 यो भ्यालु 3 अब सेम टु सेम लेख 0 1 0 7 0 0 1 माइनस 1 by 2 भइसक्यो। अब यसको आन्सर के हुन्छ x को हुन्छ 3 y को हुन्छ 7 z को हुन्छ माइनस 1 by 2 यही भइसक्यो यसको आन्सर। कुनै समस्या छैन नि। अब यो यतिकै बुझ्ने यति क्वेशन हो। यो क्वेशनलाई सल्भ गर्नको लागि 1 बनाउँछु भने मल्टिप्लाई गर्नुपर्छ त्यो मल्टिप्लाई गर्ने भने 2 छ भने 1 by 2 लेयर गरिदिने बुझ्यो 2 by 3 छ भने 3 by 2 लेयर गरिदिने अब 0 बनाउनु छ भने
अनि जस्तै हामीलाई यो 0 बनाउनु छ भने योमा मल्टिप्लाई गर्ने त्यति नम्बर अनि योमा गर्ने 0 भइहाल्छ। ल थ्याङ्क यू।